के तपाईको युट्युब च्यानल सस्पेन्ड भएको छ? सिधै भन्नुपर्दा सस्पेन्ड भएको च्यानलका भिडियो युट्युबबाट नर्मली हेर्न वा डाउनलोड गर्न मिल्दैन। तर म आज एउटा यस्तो भिडियो लिएर आएको छु कि तपाईहरू डाउनलोड गर्न सक्नुहुनेछ। र यदि मेरो च्यानलमा जो नयाँ हुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनलाई प्रेस गरिदिनु होला। सबैभन्दा सुरुमा तपाईहरुले आफ्नो क्रोम ब्राउजरमा जानु होला। क्रोम ब्राउजरमा गइसकेपछि यहाँ सर्च गर्नु होला गुगल एकाउन्ट भनेर। गुगल एकाउन्ट सर्च गरिसकेपछि त्यसपछि तपाईहरुले यहाँ सिम्पली क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस आउँछ। यहाँ हेर्न सक्नुहुनेछ। डाटा एन्ड प्राइभेसी भनेर दिएको छ, तल हेर्न सक्नुहुनेछ। सिम्पली तपाईहरुले त्यहाँ क्लिक गर्नु होला। डाटा एन्ड प्राइभेसीमा यहाँ अप्सन दिएको छ। त्यसपछि एकछिन टाइम यहाँ हेर्न सक्नुहुन्छ। तल स्क्रोल गर्नु होला। तल स्क्रोल गरेपछि गुगल टेक आउट भनेर दिएको छ, त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुनेछ डाइरेक्ट अल भनेर। त्यहाँ तपाईहरुले सबैलाई क्लिक गर्नु होला। त्यसपछि तल स्क्रोल डाउन गर्नु होला। स्क्रोल डाउन गरिसकेपछि तल हेर्न सक्नुहुन्छ युट्युबको एउटा लोगो दिएको छ युट्युब भनेर। तल नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि यहाँ फर्स्ट अप्सनमा दिएको छ एक्सपोर्ट वान्स भनेर, तपाईले सिम्पली त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तल यहाँ जीआईपी मा हाल्नु होला। त्यसपछि तपाईहरुले कति जीबी को फाइल बनाउनुहुन्छ त्यति जीबी तपाईहरुले यहाँ क्लिक गर्नु होला। म यहाँ 2 जीबी को बनाएको छु, 4 जीबी को। त्यसपछि तपाईहरुले माथि यहाँ हेर्न सक्नुहुन्छ आफ्नो जीमेल एकाउन्ट हाल्नु पर्ने हुनेछ, कुन जीमेल एकाउन्टमा भिडियो डाउनलोड गर्ने भनेर। सिम्पली तपाईहरुले त्यहाँ माथि हेर्न सक्नुहुन्छ जीमेलमा आफ्नो जीमेल हाल्नु होला, लिंक गर्नु होला। र यहाँ आफ्नो जीमेल हाल्दिएको छु। त्यसपछि तपाईहरुले यहाँ तल क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईहरुको जीमेलमा एउटा मेसेज गएको हुन्छ। सिम्पली जीमेल खोल्नु होला। जीमेल खोलिसकेपछि यहाँ हेर्न सक्नुहुनेछ गुगल टेक आउट भनेर एउटा अप्सन दिएको छ। सिम्पली तपाईहरुले त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस आउँछ म्यानेज गुगल टेक आउट रिक्वेस्ट भनेर। सिम्पली तपाईले त्यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुको अगाडि एउटा यस्तो इन्टरफेस खुल्छ। एकछिन वेट गर्नु होला। यहाँ हेर्न सक्नुहुनेछ मेरो जतिवटा युट्युबमा भिडियो डाउनलोड मैले हालेको थिएँ सबै भिडियोको फाइल बनेर आएको हुन्छ। भित्र 4-5 वटा भिडियो हुन्छ, 10 वटा 15 वटा भिडियो हुन्छ। यहाँ हेर्न सक्नुहुनेछ। र तपाईहरुले भिडियो डाउनलोड गर्न चाहनुहुन्छ भने यहाँ डाउनलोडमा क्लिक गर्नु होला र तपाईहरुको यो भिडियो फाइलमा डाइरेक्ट आउनेछ। र यो भिडियो तपाईहरुले कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नु होला र मेरो च्यानललाई सब्स्क्राइब गरेर जानु होला। धन्यवाद।